र गाइजहरू आज हामी सपिङमा जाँदैछौँ। त्यसैले अब साथीलाई वेट गरेर आएको। अब साथी आइसक्यो अनि निस्किन्छौँ होइन। अब भोलि चाहिँ के पऱ्यो भने मेरो अब पढाइ सुरु हुँदैछ बिएससीको। त्यसको लागि अब कपीहरू किन्नु छ होइन, अनि पेनहरू यस्तै यताउता सामानहरू किन्नु छ। यसैले अब एकछिनमा निस्किन्छौँ हामी। ल त पनि आइपुग्यो अब। ल जान पनि तयारी छ। अब एकचोटि झरम त्यसो हामी पनि ट्राई हालौँ बाइक। यसो एकला ट्राई गर्नु पऱ्यो एकछिनसम्म त। ल कस्तो देखिन्छ त। बाइक पुस्नु लाग्यो हामीले। आजको राइड हुन्छ हाम्रो एभेन्जरमा। बाइक रेडी हुँदैछ अहिले अनि हामी निस्किहाल्छौँ। डबल स्टिल लाउनु पर्ने भयो। सकिन्छ ल। पुष्पास कार्यक्रम चल्दैछ। बाइक क्लिन हुँदैछ। म चाहिँ हेलमेटसँग मात्रै बसिरहेको छु। हेलमेट पनि स्टाइलिस छ, राम्रो छ भेगाको। नयाँ छ बाइक पनि हुँदा नि अलिकति चलाइबाटै अलिक धुलोस भए त्यही हो। यस्तो छ यता, यस्तो क्लिन छ यताबाट, यस्तो फोहोर भए। धेरै चलायो सफा गरेन, आज सफा हुँदैछ। ल अब हामी निस्किसक्यौँ। अब यस्तै बाटो अलिक खल्डाखुल्डी छ। यहाँनिर चाहिँ ज्याकेट लगाएको छ त्यसो हालेर। यतातिर तपाईँले हेर्नु चाहिँ खुला छ, यतातिर अब खेतहरू छ यसो। अब यस्तै हो, अब निस्किसक्यौँ हामी। केही बेरमा पुग्छौँ। अब पहिला चाहिँ यसो अब पहिला रुमाल किनौँ भनेको। अब त्यही भएर हामी चाहिँ अब पहिला चाहिँ फ्यान्सी पसलतिर जान्छौँ होला। त्यसपछि अनि कपीहरू किन्नु छ। त्यसपछि फर्दर गइन्छ सपिङको लागि। कपी चाहिएको थियो 100 हाले 1 दर्जन। ल अब कपी आउँदैछ। जर्सीहरू पनि रहेछ यतातिर। नेपाल हुन्छ। बलहरू पनि छ। फ्यान्सी पसल पनि छ। बुलेट अनि 1 प्याकेट पेन ब्ल्याकमा। अलि ठुलो हाल्छ नि, अलि ठुलो प्याकेटहरू। ल त गाइज घर आइयो। तर त्यहाँ सपमा चाहिँ अलिक धेरैजना भएको भएर ओपनली चाहिँ कुरा गर्न पाइएन। यहाँ घर आएको घरमा मम पनि हुनुहुन्न रहेछ। यसो यहाँ आफैले घरको लाइट बाल्दै अब रुखै उज्यालो गर्दै बसिरहेको छु। यस्तै हो। आउनु सबै हेरौँ के सपिङ भयो आजको। कतिको रमाइलो भएको छैन। अब घरको अवस्था पनि यस्तै छ। अब आज ओछ्यान राम्रोसँग मिलाउन पाइएको छैन। ल एकचोटि है म क्यामेरा ब्याक गर्छु। ल यही आज किनेर ल्याइएको भने एउटा अब रुमाल मेरो हराएर बर्बाद परेको थियो। कहाँ पुग्यो थाहा भएन। एउटा नयाँ रुमालै लिएर आएर राम्रो खाले यही हो। अब पेन पनि अलिकति अनौठो नै दिएछन् होइन। ब्ल्याक पेन भनेको अब कुन अब लेखेरै थाहा हुन्छ अब होइन। अनि यहाँनिर अब कपीहरू छ भोलिको लागि होइन। वाक बाई फ्रेड भन्ने रहेछ। अब 1 दर्जन भने कति दिएछन्।
होइन ठिकै रहेछ आजको चाहिँ अब यही भयो होइन यो पनि त्यहीकै रहेछ सेम रहेछ होइन कपी चाहिँ यो भयो 1 दर्जन पेन रुमाल यस्तै अब किन्यो होइन आजलाई चाहिँ अब त्यहाँ राम्रोसँग कुरा गर्नु मिलेन अनि त्यो दोकानमा चाहिँ के भयो भने खासमा चाहिँ त्यहाँ अब म त्यो भिडियोमा नि हेर्नु तपाईँले होइन त्यहाँ जर्सी पनि बेच्दो रहेछ कि अब म भएको ठाउँ थियो नि जर्सी बेच्दो रहेछ अनि साथीलाई चाहिँ जर्सी मन परेछ फेरि उसले किन्ने भन्ने आएको थियो फेरि पैसा रहन्छ क्या मैले किन भनेको पैसा रहन्छ अब उसँग यसो पानी खाउँ अनि त्यही भएर ले अब किन्छु भने त मैले पनि किन भनेको अब पैसा रहन्छ त्यही भएर छोडियो अब आइयो होइन त्यही हो अब कुरा त रोडे के भन्नुहुन्छ होला होइन यो चाहिँ एउटा कपडा टाइनेको कोठा त्यति ठुलो छैन होइन सानै छ यसरी यहाँ अब अड्काएर यो अलिकति नर्मल लगाइरहने भएर होइन यो बिहान लगाइरहने ज्याकेटहरू चेन्ज गरी अब कति दराज निकाल्यो भने यहाँ अड्काइदिएर ह्याङ्गर बनाइदिएको मान्छे मम्मी कहाँ जानु भएछ थाहा भएन अहिले पानी पनि आफै ल्याएर खाइरहेको छु यस्तै हो अहिले चाहिँ मम्मीलाई वेट गर्नु पऱ्यो खाना नि पाएको छैन जस्तो छ होइन अब अरू ठाउँमा पनि जाने भनेको थिएन अब यसो बिहान हाल्ने बिस्कुटहरू पनि ल्याउने भन्ने सोच थियो तर अलिक बेलुका भएको भएर चाहिँ अब साथीले पनि अब बेलुकासम्म नबस्यौँ जाऊँ घर जाऊँ भन्यो अनि त्यही भएर अब हामी चाहिँ फर्क्यौँ अब यही हो कुरा होइन अब आज बिहान पनि एउटा अचम्म कुरा भयो कि आज अलिकति ढिलो भएको थिएन अब आज ओरिएन्टेसन प्रोग्राम थियो कि कलेजमा चाहिँ अब खास कलेज चाहिँ भोलिदेखि नै सुरु भयो होइन ओरिएन्टेसन क्लास थियो अब क्लासलाई अलिकति म यहाँ भएँ ढिलो होइन अब घरबाट म मेन गाडी जाने ठाउँसम्म जानु पऱ्यो अब गाडी जाने ठाउँसम्म गएको एउटा गाडी पाइँदैन 5 मिनट त त्यहीँ बसेँ क्या म अब 5 मिनटपछि एउटा बस आयो त्यसपछि बसमा हिँडेर गएँ होइन नभए बसमा एउटा रुटमा हुँदो रहेछ क्या अनुसार अब म त्यहाँ पुग्नुभन्दा अगाडि नै एउटा बस गइसकेको छ होइन त्यसपछि अर्को बस आउने एकदम टाइम लाग्दो रहेछ कि त्यसले गर्दाखेरि आज ढिलै भयो तर जब ढिलो भयो भनेर हतार गरेर गाडीबाट झरेर कलेज कलेजको अब प्रोग्राम हलमा पुगेको त मान्छे नै थिएन अब यसो केही मात्रै साथीहरू रहेछन् आइपुगेकै रहेछन् धेरै त म बसेँ एकछिन त्यसपछि बल्ल अरू आएन होइन साथीहरू अनि त्यसपछि प्रोग्राम सुरु भयो त्यहाँ पनि अब हाम्रो पहिला बायोलोजीबाट म्याम हुनुहुन्थ्यो होइन उहाँसँग पनि भेटियो उहाँ चाहिँ सुरुमा के सोच्नु भएको छ म उहाँको ट्याक्कै पछाडि थिएँ होइन उहाँले चाहिँ को मान्छे रहेछ भन्नुभएको छ क्या मलाई राम्रो चाहिँ चिन्नु भएको रहेछ लास्टमा त यसो हेर्नु ए तिमी पो बाबु कि मलाई त याद गर्नु भएको नचिन्नु भएको होइन अब चाहिँ चस्मा लगाएर बसेको थिएँ नि त्यही भएर नि हुनसक्छ अब नत्र मैले चाहिँ म्यामलाई पढाइ देखाएको थिएँ त्यही हो आजको कुरा त्यसपछि घर आइयो बसियो होइन अब त्यही भएर चाहिँ अनि बेलुकाखेरि अनि सपिङ गयो साथीसँग अब अहिले आएर म घरमै छु अब खाना खानु पर्ला भन्ने सोचिरहेको छु एकछिनमा मम्मी कतिखेर आउनुहुन्छ होइन त्यही हो कुरा ल र यही भन्यो भने आजको ब्लग चाहिँ मैले अन्त्य गरेँ